भनेको निन्द्रा लायो दसैँको नयाँ लुगा लाएर विनायकलाई बिकान्छु यता हेर न रेडी भएर पैसा रहेछ त्यहाँ खाली ह्याप्पी दसैँ भनौँ नफाल नि त्यसरी भान्जी सरुन बाबु यता हेर ह्याप्पी दसैँ भन खै भनेको ह्याप्पी दसैँ भन्न जोडले ह्याप्पी दसैँ भन न आवाजै सुन्दैन भान्जी ल ह्याप्पी दसैँ ल विनायकले ह्याप्पी दसैँ गुड कस्तो ज्ञानी हाम्रो बाबु त भाइ नि ल यता हेर घुमा ल हेर न घुम भनेको त ह्याप्पी दसैँ भन न नक्कलीहरू अनि केही भन न दसैँको बारेमा नेपालको सबसे महत्त्वपूर्ण चाड हो ठुलोबाट टिका लगाउन मिल्छ आशीर्वाद पनि मिल्छ सबैलाई ह्याप्पी दसैँ भन ल अप्पी कान्छ इङ्ग्लिसमा ल स्माइल गरेर हाई एभ्रीवान पालो दसैँ इज honor of Durga. Main festival of Durga. हजुर ल मेरो बाबुले भन्छ ल ह्याप्पी दसैँ भन्नु आउँछ ह्याप्पी दसैँ भन्नु न It is about the victory of दसैँको दिनमा दुर्गा भवानीले 9 दिन महिषासुर नामक राक्षससँग लडेर संसारमा शान्ति र शक्ति कायम गरेकी थिइन् अनि देवताहरूलाई पनि बचाइन् नमस्ते गर ह्याप्पी दसैँ थ्यांक यू ड्यामडुमहरू अगाडि चाहिँ खोलेर राख्नुपर्छ कि चाहिँ एकछिन तात्न टाइम लाग्छ होला ए चिसो हुन हैन पंखा खोल्न पर्छ एकछिन के खुलेन अब रातभरि आउनु त्यो बत्ती पनि किन ऊ खाइसक्यो क्या नखाऊ है टिभी लाएर खाने हो यता हेर त मामुलाई हेर त यहाँ हेर त फोटोमा ओ विनायक अजीको खुट्टी ढोका ल विनायक खाने खुट्टामा ढोक्ने हो नि त अजीको ल खुट्टीमा ढोका त ल हेरौँ त कसले ढोक्छ पहिला खुट्टा राख्दिनु त ढोक्छ नातिले आफ्नो गरिदिनु ल सरुन ल ढोका भाइले ढोक्छ अनि ल अब विनायक आऊ ढोक्न आऊ विनायक आऊ बाबु आऊ अजीको खुट्टा टोला अजीको खुट्टी ढोक्न आऊ कि बाबु यहाँ आऊ यहाँ ल हिना कति गुड भयो यता बस्छ बाबा टिका बिग्रिन्छ क्या यहाँ अझै टिका लाउँदै हुनुहुन्छ ढाडमा सर यता त ल हिँडा गर्ने अनि सिधा गरेर माथि हेर अझलाई अबे आज मार गए थे ले परेछ यहाँ ल हिँडा गरेर ल आऊ विनायक विनायक आऊ हिँडा गरेर लिएर हिँडा गरेर हिँडा दादाकै पुग्छ गाडी आयो कार होटेललाई केही दिएर आमा खानालाई कोही थिएन
उता के अरे उता उलाएर आएको भए के भन्नु भएन फेरि उ लिएर आएनस् यहाँ अझै हात तल गर्नु त तपाईँको त्यो अनुहारै देखेन बाबु। वर्षा नम्बर कति हो दिदी त यता आइसक्नु भयो, हो र म हुँदै आएको दिदी। के गरे भन्छु त दाइ भाइ के भयो म त्यही भएर पुअर र निसाहरू आएर कल गर्नु बस नाति नि हजार टाउको फेरि पुतली आयो हेर त अस्तिको मालाले ट्र्याकमा खेल्न पर्छ नि ढोक्न परेन नातिलाई बसेर गर्नु न हजुर। भयो भयो अगायो भयो बाँदरे जस्तो भयो अनुहार त यता हेर न गरिदेऊ न